काठमाडौँको निजामती सेवा अस्पताल कुन देशको सहयोगमा बनेको थियो? अप्सन ए भारत, अप्सन बी अमेरिका, अप्सन सी चीन, अप्सन डी जापान। र यसको सही उत्तर हुन्छ अप्सन सी चीन देशको सहयोगमा बनेको थियो। नेपालको मानार्थ नागरिकता पाउने पहिलो विदेशी को हुन्? अप्सन ए एडमन्ड हिलारी, अप्सन बी टोनी हेगन, अप्सन सी कोलिन स्मिथ, अप्सन डी मौरिस हर्गोज। र यसको सही उत्तर हुन्छ अप्सन बी टोनी हेगन। नेपालको पहिलो मानार्थ नागरिकता पाउने पहिलो विदेशी हुन्। गोपाल वंशको शासन केन्द्र कहाँ रहेको थियो? अप्सन ए हाँडीगाउँ, अप्सन बी मातातीर्थ, अप्सन सी कीर्तिपुर, अप्सन डी भक्तपुर। र यसको सही उत्तर हुन्छ अप्सन बी मातातीर्थमा गोपाल वंशको शासन केन्द्र रहेको थियो। लिच्छवी कालमा शासन केन्द्र कहाँ रहेको थियो? अप्सन ए मातातीर्थ, अप्सन बी गोकर्ण, अप्सन सी हाँडीगाउँ, अप्सन डी लुम्बिनी। र यसको सही उत्तर हुन्छ अप्सन सी हाँडीगाउँमा रहेको थियो। रातो मच्छिन्द्रनाथको रथ यात्रा चलाउने राजा को हुन्? अप्सन ए नरेन्द्रदेव, अप्सन बी प्रताप मल्ल, अप्सन सी सिद्धिनरसिंह मल्ल, अप्सन डी जयप्रकाश मल्ल। र यसको सही उत्तर हुन्छ अप्सन ए नरेन्द्रदेवले चलाएका थिए। काठमाडौँको टुडीखेल नजिकै रहेको भद्रकाली मन्दिरको निर्माण कसले गराएका थिए? अप्सन ए प्रताप मल्ल, अप्सन बी रत्न मल्ल, अप्सन सी गुणकामदेव, अप्सन डी एक्छे मल्ल। र यसको सही उत्तर हुन्छ अप्सन सी गुणकामदेव। पशुपतिनाथको निर्माण गर्ने राजा को थिए? अप्सन ए प्रचण्डदेव, अप्सन बी मानदेव, अप्सन सी अंशुवर्मा, अप्सन डी शिवदेव प्रथम। र यसको सही उत्तर हुन्छ अप्सन ए प्रचण्डदेवले पशुपतिनाथ मन्दिरको निर्माण गरेका थिए। लिच्छवी कालमा शिक्षा कुन कुन भाषामा दिइन्थ्यो? अप्सन ए नेपाली र संस्कृत, अप्सन बी संस्कृत र पाली, अप्सन सी संस्कृति र भोट भाषा, अप्सन डी नेवारी र पाली। र यसको सही उत्तर हुन्छ अप्सन बी संस्कृति र पाली भाषामा शिक्षा दिइन्थ्यो। नेपाली इतिहासको स्वर्णकाल भनेर कुन काललाई चिनिन्थ्यो? अप्सन ए मल्लकाल, अप्सन बी लिच्छवी काल, अप्सन सी शाहकाल, अप्सन डी किराँतकाल। र यसको सही उत्तर हुन्छ अप्सन बी लिच्छवी काललाई नेपाली इतिहासको स्वर्णकाल भनेर चिनिन्थ्यो। किराँतहरूको राजधानी कहाँ रहेको थियो? अप्सन ए गोकर्ण र शङ्खमूल, अप्सन बी भक्तपुर, अप्सन सी नुवाकोट, अप्सन डी कीर्तिपुर। र यसको सही उत्तर हुन्छ अप्सन ए गोकर्ण र शङ्खमूलमा किराँतहरूको राजधानी रहेको थियो। लिच्छवी कालमा प्रधानमन्त्री सरहको पदलाई के भनिन्थ्यो? अप्सन ए अमात्य, अप्सन बी महासामन्त, अप्सन सी सामन्त, अप्सन डी दण्डनायक। र यसको सही उत्तर हुन्छ अप्सन बी महासामन्त भनिन्थ्यो। नाप तौलका लागि माना पाथी धार्नी र तोलाको चलनमा सुधार गरी व्यवस्थित गर्ने राजा को थिए? अप्सन ए जयस्थिति मल्ल, अप्सन बी राम शाह, अप्सन सी अंशुवर्मा, अप्सन डी पृथ्वीनारायण शाह। र यसको सही उत्तर हुन्छ अप्सन बी राम शाह थिए। भक्तपुरको बिस्केट जात्राको प्रचलन कुन राजाले चलाएका थिए? अप्सन ए भूपतिन्द्र मल्ल, अप्सन बी जगज्योति मल्ल, अप्सन सी यक्ष मल्ल, अप्सन डी रत्न मल्ल। र यसको सही उत्तर हुन्छ अप्सन बी जगज्योति मल्लले सुरुवात गरेका थिए। नेपालको महाकाली नदीलाई भारतमा पुगेपछि के भनिन्छ? अप्सन ए महानन्दा, अप्सन बी सरयू, अप्सन सी शारदा, अप्सन डी दामोदर। र यसको सही उत्तर हुन्छ अप्सन सी शारदा भनिन्छ। कोशी नदीलाई भारतमा पुगेपछि के नामले चिनिन्छ? अप्सन ए बिरही, अप्सन बी दामोदर, अप्सन सी शारदा, अप्सन डी घागरा। र यसको सही उत्तर हुन्छ अप्सन बी दामोदर नदी भनिन्छ।
नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कुन सूचीमा राखिएको छ? अप्सन ए ब्ल्याकलिस्ट, अप्सन बी व्हाइट लिस्ट, अप्सन सी ग्रे लिस्ट, अप्सन डी कुनै पनि होइन। र यसको सही उत्तर हुन्छ अप्सन सी ग्रे लिस्टमा राखिएको छ।